सभामुख डीपी अर्यालज्यूले सदनमा धेरै विरोध र अवरोध खडा भएपछि यसरी प्रत्येक सांसदलाई अगाडि राखेर यसरी सम्झाइ बुझाइ गरिरहनु भएको छ। उहाँको यो हरेक कुरोहरू एकदम 100% सही छ। उहाँलाई हृदयदेखि सल्युट गर्न चाहन्छु। एकचोटि यो भिडियो हेर्नुहोस्। सम्माननीय प्रधानमन्त्रीज्यू आउने सुनिश्चितता गर्नु पर्यो भनेर म मान्य सदस्यहरूलाई आगामी दिनमा पनि कोही पनि मान्य सदस्यज्यूहरूको सम्माननीय प्रधानमन्त्रीज्यूको मात्र होइन, कोही पनि मान्य सदस्यज्यूहरू भोलि यो सभामा आउन सक्नुहुन्छ या सक्नुहुन्न भनेर आज नै सक्ने कुनै आधार र अधिकार मैले देख्दिनँ। मान्य सदस्यहरू, समय बित्दै जाँदा मैले भनेको छु, आजको सभा सञ्चालन सम्पन्न भइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्छु, छलफलहरू गरिसके पछाडि त्यसको निष्कर्ष यहाँहरूलाई सुनाउँछु, संवाद गर्छु, छलफल गर्छु भनेकै छु। तर मैले यहाँहरूलाई यो भनेको छैन नियमावली कुल्चिएर, नियमावली नमानेर, विधि नमानेर मैले यहाँहरूलाई जबरजस्ती सदन चलाउनको लागि बस्नुहोस् भनिरहेको छैन। राष्ट्रको मुद्दा छ, जनताको मुद्दा छ, देश निर्माणको अभियानको विषय छ, देशको नीति तथा कार्यक्रमको विषय छ, विकास निर्माणको विषय छ, जनताको जनजीविकाको विषय छ, देशमा सुशासन कायम गर्ने विषय छ भने हामी यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू अथवा नेपाल सरकारको तर्फबाट कोही एकजनाको उपस्थितिलाई नै हामी अन्तिम ठानेर सभा रोक्नु कति जायज होला? हामीले कुनै विधि मिचेका छौँ भने यहाँहरूले भन्नु पर्यो। नेपाल सरकारको नीति तथा कार्यक्रम भनेर स्पष्ट छ नै। त्यसकारणले मैले प्रतिपक्षी दलका वरिष्ठ नेताज्यू हुनुहुन्छ, दलका नेताज्यू हुनुहुन्छ, उहाँहरूको अनुभव छ, यहाँ अन्य विपक्षी दलका थुप्रै नेताहरूको आफ्नो अनुभवहरू छ, विगतमा अभ्यासहरू यहाँहरूले हेरिरहनु भएको छ, विगतमा सदन चलेको कसरी चलाएको अनुभव यहाँहरूलाई नै छ। त्यसकारणले मैले फेरि पनि यहाँहरूलाई भन्छु, म सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्छु। भिडियो मन परे लाइक, कमेन्ट, सेयर र फलो पनि गरिदिनु होला। जय नेपाल।